Oh my god. म छु आज साउथ कोरियाको सौल भन्ने ठाउँमा र आज चाहिँ मैले एकदमै अनौठो एक्सपिरियन्स गर्न गइरहेको छु। त्यो हो अनलिमिटेड पोर्क बारबेक्यू। यस, अनलिमिटेड। फेमस भनेकै संगीपसाल हो। मतलब अनलिमिटेड मतलब कस्तो, मतलब जति खाए पनि हुने टाइपको? जति पनि खाना पाउँछ तिमीले। पैसा तिर्नु पर्छ होला नि त फेरि धेरै। भने फिक्स एउटा पर्सनलाई तिर्ने हो, त्यसपछि भने जति पनि मासु पोलेर खान पाइन्छ। यो सुनेपछि म लागे सौलको वान अफ द फेमस अनलिमिटेड रिफिल कोरियन बारबेक्यू फ्रेन्चाइज थेबाकचिपमा। सो म चाहिँ आइसकेँ अनलिमिटेड मासु पाउने रेस्टुरेन्ट अगाडि र यो रेस्टुरेन्टमा चाहिँ अनलिमिटेड मासु पाउँछ भनेर चाहिँ म यहाँ आएको र मेरो चाहिँ अहिलेसम्म कुनै एक्सपिरियन्स नै छैन यस्तो अनलिमिटेड मासु पाउने ठाउँमा। सो मलाई चाहिँ केही पनि थाहा छैन। सो आज चाहिँ हामी जाउँ, हेरौँ कति मासु पाउँदो रहेछ र प्राइस चाहिँ कति रहेछ। सो हामी सबै आज हामीले चाहिँ फाइन्ड आउट गर्छौँ। सो लेट्स गो। सो म चाहिँ आइसकेँ, तर यहाँ चाहिँ वेटिङ गर्नुपर्दो रहेछ, एकदम धेरै मान्छेहरू छ। सो हामीले चाहिँ एकछिन वेटिङ गर्नुपर्ने हुन्छ है त। यहाँ चाहिँ वेटिङ गर्नु अगाडि टोकन लिनुपर्ने रहेछ र आफ्टर वेटिङ 15 to 20 मिनट दे कल्ड आवर नम्बर एन्ड फाइनली वी गट द सिट। सो म चाहिँ आइसकेँ रेस्टुरेन्टभित्र। सो बल्ल बल्ल मैले चाहिँ ठाउँ पाइसकेँ। लगभग 15 मिनट जति हामीले वेटिङ गरेँ होला। सो यहाँ चाहिँ मेनुहरू छ र मेनुहरूमा चाहिँ अनलिमिटेडवाला मासु चाहिँ खासै 15,500 कोरियन वनवाला रहेछ र जुन चाहिँ नेपाली 1,550 एराउन्ड हुन आउँछ। सो यो चाहिँ पर पर्सन एउटा लिनुपर्ने रहेछ। सो हामी दुईजना भएको हुनाले चाहिँ म यसलाई दुईवटा लिन्छु है त। अर्डर हाम्रो भइसक्यो र मासु आउनेवाला छ। सो एकछिन चाहिँ हामीले वेटिङ गर्नु पर्यो हुन्छ। A few moments later. फाइनल्ली चाहिँ मेरो मासु यहाँ आइसक्यो र यो हेर्दाखेरि चाहिँ यति दामी देखिरहेको छ। यसको यो कलरहरू यताउति सब हेर्दाखेरि फुल जस्तो देखिरहेको छ। यसलाई चाहिँ खासमा यसमा पोलेर यो प्यानमा चाहिँ पोलेर खानुपर्ने रहेछ र यसलाई चाहिँ मैले यो प्यानमा हाल्छु है त फर्स्टमा चाहिँ। This is Samgyeopsal, one of Korea's most loved dishes. The name literally means three-layer flesh, referring to the layers of meat and fat in pork belly. यो साङ्गेप्सालमा चाहिँ दुईपट्टि मासु र बिचमा चाहिँ फ्याट हुन्छ, त्यही भएर प्यानमा तेल नराखी सिधै पोल्दा हुन्छ। यसलाई चाहिँ बिस्तारै बोसो पकाएर यति धेरै तेल निस्केको छ र यसको मजाको सिजनिङ साउन्ड आइरहेछ। यो चाहिँ यस्तो लामो छ। यसलाई चाहिँ मैले सुरुमा पिस पिस काट्नुपर्ने रहेछ। यसलाई चाहिँ म काट्छु र सानो सानो बनाउँछु ताकि खानालाई सजिलो होस् र यो मसलाले पाकोस् भनेर। केही समय पोलेपछि यो बिस्तारै ब्राउन हुन थाल्यो र स्मेल पनि एकदमै मिठो आउन थाल्यो। वाउ, यस्तो दामी देखिरहेको छ। यसको कलर पनि चेन्ज भएर ब्राउन भइसक्यो। यो सायद पाकिसक्यो होला। सो यसलाई चाहिँ मैले अब ट्राई गर्नुपर्ने हुन्छ। सो मसँग चाहिँ छ यहाँ केही साइड डिसेसहरू छ। यतापट्टि छ मसँग यहाँ किम्ची छ, यतापट्टि छ मसँग सोया सस र मसँग थोरै साग पनि छ। यसलाई चाहिँ साङ्चु भन्छ। र यसको टेस्ट चाहिँ कस्तो छ अब चाहिँ मैले ट्राई गर्छु है त। यसको स्मेल पनि यस्तो दामी आइरहेको छ, एकदम मिठो लाग्छ देखिरहेको छ र यहाँ मान्छेहरू एकदम टन्नै छ कि यहाँ यस्तो बिजी हुँदो रहेछ यहाँ। त फर्स्टमा चाहिँ मैले यो पातलोवाला साङ्गेप्साल ट्राई गर्छु है त। यसलाई चाहिँ मैले खानुभन्दा पहिला यो खान्जाङ सोया ससमा चाहिँ चोप्छु होइन। सो यसमा चोबेर चाहिँ म फर्स्ट बाइट लिन्छु है त्यसको कस्तो छ भनेर। मैले चाहिँ बारबेक्यूहरू एकदमै धेरै ट्राई गरिसकेँ, तर मैले चाहिँ यो टाइपको यो साङ्गेप्साल त्यो पनि पातलोवाला साङ्गेप्साल चाहिँ मैले अहिलेसम्म ट्राई गरेको थिएन क्या। यस्तो दामी लाग्यो नि मलाई यसको स्वाद। हल्का चाम्रो चाम्रो छ र यसमा चाहिँ यो ओइलीनेस नै यति धेरै छ कि यसको टेस्ट यस्तो दामी आएको छ नि। सो खान्जाङले गर्दाखेरि चाहिँ मलाई हल्का गुलियो गुलियो र अमिलो अमिलो टाइपको सोया ससको गन्ध आइरहेको छ हो। यसलाई चाहिँ मैले रेट गर्नु पऱ्यो भने चाहिँ सो 5 मा मैले 4.8 चाहिँ फिक्स है। 4.8 दिन्छु मैले यसलाई चाहिँ। र अब चाहिँ ट्राई गरौँ यो मेन यो बिगवाला है त। यो मोटोवाला साङ्गेप्साल यो चाहिँ मैले पहिला पनि ट्राई गरिसकेको थिएँ र ट्राई गरौँ है त। यसको साङ्गेप्साललाई पनि मैले यस्तो खान्जाङमा थोरै चोप्छु र यो साङ्गेप्साल खाने तरिका चाहिँ सो यो साग लिने, सो सागमा चाहिँ यसलाई साङ्गेप्साललाई राख्ने र थोरै साइड डिसमा चाहिँ मसँग प्याज छ, प्याज म थोरै लिन्छु र अलिकति किम्ची पनि लिन्छु म चाहिँ एउटा। किम्चीलाई पनि मैले यहाँ लिएँ र एउटा यो लसुनलाई चाहिँ यो सामजाङ भन्नेमा चोबेर यसलाई पनि म लिन्छु र थोरै यतापट्टि यो साग जस्तो यो चाहिँ प्याजबाट बनाएको रहेछ। सो यसलाई पनि मैले लिएर यसलाई चाहिँ म चाहिँ
र यसलाई चाहिँ 1 बाइटमा खानुपर्ने रहेछ कि यो मेरो मुखमा अड्छ कि अड्दैन ट्राई गरौँ मैले यसलाई चाहिँ वाउ यस्तो दामी छ नि यो सबै साइड डिसहरू प्लस यो मासु मिक्स गरेर खाँदाखेरि वाउ दामी एकदमै दामी छ है यो चाहिँ यसलाई चाहिँ मैले 5 मा 5 नै दिन्छु है बबल लाग्यो मलाई बबल लाग्यो हामीले चाहिँ लगभग धेरै खाइसक्यौँ र अलिकति यहाँ बाँकी रहेको छ यहाँ चाहिँ एकचोटि पर पर्सन अराउन्ड 1500 रुपिज पे गरिसकेपछि यु क्यान इन्जोय अनलिमिटेड मिल अर्डर एज मच एज यु वान्ट अन्टिल यु आर फुल एन्ड कम्प्लिटली सेटिस्फाइड त्यसैले मैले डिसाइड गरेँ टु गो फर 1 मोर राउन्ड मैले चाहिँ थप्पा मगाएको चाहिँ आइसक्यो र यसको क्वान्टिटी हेर्दाखेरि चाहिँ सेम अगाडि गति नै छ के सो क्वान्टिटी चाहिँ फरक हुँदो रहेन रहेछ फर्स्टको र अहिलेको क्वान्टिटी सेम साउथ कोरियाको मोस्ट अफ द रेस्टुरेन्टहरूमा सेल्फ बारको व्यवस्था हुन्छ त्यहाँ राखिएका विभिन्न साइड डिसहरू आफूले चाहे जति आफै झिकेर लिन मिल्छ त्यसैले म लागेँ साइड डिस चेक गर्नलाई सेल्फ बारतिर यो चाहिँ सेल्फ बार रहेछ यहाँ सो यहाँ चाहिँ सबै कुरो आफूलाई जे चाहियो त्यो झिकेर लिएर जान मिल्ने सो यहाँ चाहिँ किम्ची छ प्लस यतापट्टि अरू साइड डिसेसहरू पनि छ सो मैले चाहिँ केही किम्ची लिएर जान्छु अलिकति किम्ची यो चाहिँ हरियो प्याजलाई चाहिँ काटेर यस्तो बनाएको छ सो यो पनि मैले लिएर जान्छु है त प्लस थोरै मैले यो लसुनहरू पनि लिएर जान्छु है त सो यहाँको सिस्टम चाहिँ एकदमै दामी लाग्यो मलाई चाहिँ सेल्फ बार छ र आफूलाई जति चाहियो आफै झिक्यो लग्यो मैले चाहिँ वरिपरि सबैजनाले मासुसँगै किम्ची लसुन र हरियो प्याज सँगै मोलेर ग्रिल गरेको देखेँ र मलाई पनि त्यसरी नै ग्रिल गरेर खान मन लाग्यो सो मैले सबै कुरा प्यानमा खनाएँ र सँगै ग्रिल गर्न थालेँ After a few minutes, यो मजाले पाकिसके पछाडि it smells so good and looking very colorful. र सेम इज बिफोर मैले लिएँ एउटा साग अलिकति ग्रिल्ड साङ्गेप्साल एउटा लसुनको स्लाइस अलिकति किम्ची सानो खुर्सानीको स्लाइस र लास्टमा अलिकति भात र सबै राखिसके पछाडि अब चाहिँ मैले यसलाई राम्रोसँग रोल गर्छु यसलाई चाहिँ मैले रोल गरिसकेँ र यो पोर्क बेल्ली यानी कि साङ्गेप्साल खाँदाखेरि फर्स्ट रुल भनेको चाहिँ यसलाई चाहिँ 1 बाइटमा खानुपर्ने रहेछ क्या दामी छ दामी यो चाहिँ मेनली भातसँग चाहिँ अझ धेरै दामी हुँदो रहेछ कि किम्चीको पनि फ्लेभर आइरहेको छ लसुनको पनि फ्लेभर आइरहेको छ प्लस त्यसमा भातले गर्दाखेरि झन् एकदमै दामी भएको यो यसलाई चाहिँ मैले रेट गर्नु पर्दाखेरि चाहिँ सो 5 मा मैले 5 रेट गरेँ है दामी लाग्यो मलाई चाहिँ सो आज चाहिँ मैले कोरियाको सौलमा अनलिमिटेड रेस्टुरेन्टमा गएर चाहिँ अनलिमिटेड पोर्क बेल्ली यानी कि पोर्क बार्बिक्यू चाहिँ मैले ट्राई गरेँ ओभरअल एक्सपिरियन्स चाहिँ एकदमै दामी रह्यो मेरो चाहिँ हामीले चाहिँ लिमिटेड पैसा तिरेर अनलिमिटेड रूपमा चाहिँ नि मासु मगाएर खान सकिँदो रहेछ एकदमै दामी टेस्टमा चाहिँ सबै कुराहरू मलाई बबल लाग्यो र यहाँ मान्छेहरू चाहिँ यत्रो भिड हुँदो रहेछ नि सो हामीले चाहिँ वेटिङ पनि गर्नु परेको थियो सो मलाई चाहिँ आजको एक्सपिरियन्स चाहिँ एकदमै दामी लाग्यो र मैले चाहिँ यो अनलिमिटेडवाला मासुलाई चाहिँ सबलाई रेकमेन्ड गर्न चाहन्छु सो एकचोटि चाहिँ सबजना कोरियामा हुनुहुन्छ भने चाहिँ जसरी ट्राई गर्नु होला एक्सपिरियन्स लिनु होला भन्न चाहन्छु सो आजको भिडियो चाहिँ यहीँ इन्ड गरौँ नेक्स्टमा चाहिँ मैले अझै दामी फुडहरूलाई चाहिँ एक्सप्लोर गर्नेछु थ्याङ्क यू सो मच फर वाचिङ सी यू इन नेक्स्ट भिडियो बाई बाई